झ्याप उठ्यो कि म त अगाडि त उज्यालै देख्छु कहाँ नुहाउने कहाँ फ्रेस हुने आई डोन्ट नो के छ केटा वाट्सअप ल केटा मैले चाहिँ कपाल सपाल काटेँ होइन अनि कपाल सपाल काटेँ म चाहिँ कपाल सपाल किन काटेको भन्दाखेरि म चाहिँ अब ट्रिपमा जान आँटेको छु होइन अहिले त होइन जिउस आज राति हो आज चाहिँ यहाँ सन्डे दिउँसो भइरहेछ 2 बज्न आँटेको छ अनि म जान आँटेको चाहिँ राति हो भन्नाले भोलि बिहान हो खास चाहिँ मन्डे बिहान 4 बजे हो अनि त्यसको लागि चाहिँ अब रेडी त हुनु पऱ्यो नि त अनि ग्रोसरिजहरू यताउता सबै गरिसकेँ मैले त्यो चाहिँ मैले सानो मिनी ब्लगमा हालेको थिएँ अझै त्यो हेर्नु भएन भने त्यो हेर्दा नि हुन्छ होइन के हालेँ के हालेन भनेर सो त्यो डिफ्रेन्ट पार्ट भयो त्यो इन्स्टाग्राममा छ मेरो इन्स्टाग्राममा चेकआउट गर्नु सक्नुहुन्छ अनि अहिले चाहिँ अब चाहिँ म बिस्तारै प्याकिङहरू गर्छु किनभने राति त म छिटो सुत्नुपर्छ नि त म अब फेरि काममा जानुपर्छ 4 बजे अनि फर्किँदा 9 बज्छ अनि 9 बजीतिर सुतेर 10 बजीतिर सुतेर अनि त्यसपछि 3 बजी त फेरि उठ्नुपर्छ नि त 3 बजी उठेर फ्रेस हुनु पऱ्यो होइन सो त्यही भएको कारणले गर्दाखेरि चाहिँ अब अहिले चाहिँ प्याकिङ गर्न आँटेको छु मैले अहिले प्याकिङ गरेर सबै कुराहरू मिलाएर अनि त्यसपछि बेलुका त आएर सुत्ने मात्र काम हुन्छ ब्यागमा होइन सम्झेको कुराहरू त हालेछु सबै अब यो जुत्ताहरू हाल्नु जुत्ताहरू हाल्छु अनि त्यसपछि चाहिँ ल अलमोस्ट सकिन्छ होइन प्याकिङ चाहिँ यति नै हो केटा हो होइन सो यति भन्दै अहिले चाहिँ पिस आउट है केटा अनि भोलितिर भेटौँ अन्त केटा यार हामीमा कसम यार ढिलो उठ्यो यार तिमीले अलार्म लाग्छ नि 4:30 गरेर आएको थिएँ फेरि 105 मिनट सुत्नु पऱ्यो कस्तो 4:30 बजेको लाएर अनि फेरि एकछिन सुत्नु पऱ्यो भनेको त अनि कस्तो ठिस रहेछ यार म आएको छु मैले अलार्म लगाएको तर मैले त 3 बजेको लगाएको 3 बजे चाहिँ बेलुकाको लगाएर रहेछ अलार्म बिहानको साटो अनि 4:30 बजे उठेपछि त उठ्नुपर्छ नि अनि 3:45 मा हो कस्तो रहेछ म आखिरी एकछिन सुत्नु पऱ्यो भनेर 5 मिनट सुत्नु पऱ्यो भनेर मैले 3 बजेको अलार्म लगाएको थिएँ 3 बजेको लगाएको तर म बेलुकाको लगाएको छु कि 3 बजेको तल त यस्तै भयो है गाइस बेलुकाको अलार्म लगाएको छु कि मैले कस्तो यार केटा यार कसम मैले केही नगरिकन हिँडेको म नुहाउँछु भनेको मैले कट्टु लगाएँ तल त्यहाँ आएपछि मैले अनि कसरी बोलेकै सुनिन्न नि त्यही भएर त तिमीलाई देखाएँ नि बोल मैले भन्न खोजेको मलाई देखाउने होला नि त बोल्दाखेरि त साथी ल मैले भन्न खोजेको चाहिँ के अरे 3 बजेको होइन अलार्म म 2 चोटि चेक गरेको थाहा छ 2 चोटि चेक गरेर सुतेको 3 बजेको बेलुकाको अलार्म लगाएको छु अनि त्यसपछि के अरे झ्याप उठ्यो कि म त अगाडि त उज्यालै देख्छु कसम म 7 फुत्लो उडेको 8 बज्यो भनेर सोचिसकेको थिएँ मैले अनि त्यसपछि अगाडि हेरेँ अनि त्यो उज्यालो देखेँ अनि यस्तो टाइम हेरेको 5:30 रहेछ ल कसम भन्ने भयो त्यसपछि त म त कट्टु लाएँ तल माथि त्यही बाहिर राखेको थिएँ सबै कट्टु लाएँ माथि लाएँ अनि त्यसपछि हामी चल्दै म त चल्दैको लाइसेन्स त बोकेँ नि लाइसेन्स हिजै राखेको थिएँ कि लाइसेन्स यहाँ अगाडि लाइसेन्स हिजै राखेको थिएँ अनि त्यसपछि के अरे केही नगरिकन आएको कि दाँत साथ केही अनि नुहाउँदै नुहाएन नुहाउँछु भनेको नुहाउनै भ्याएन कसरी नुहायो भने त ढिलो भइहाल्छ त्यही भएर यति आयो मुख चाहिँ धोयो भने मुख धोएँ आएन आएको छ अब त्यही टिमोहरूसँग कफी खान्छु एउटा तातो पानी लिन्छु अनि त्यसपछि हामी चल्दिनुपर्छ अब के गर्नु त्यहाँ ढिलो भइसक्यो अब ढिलो गरेर के हुन्छ है अब टाइम फर्केर आउनु सुजरले गल्ती गरिहालेछ आएको छ आज उठेको मान्छे नि सुतेछ म त आएको सुते भयो गाइजहरु के भयो भन्दाखेरि 3:45 को मैले अलार्म राखेको थिएँ ए आएको छ यो त आउने गरे 3:45 को अलार्म राखेको थिएँ यसो हेरेँ न त सुजन दाइले नि फोन गरेर दाइ सायद थाक्या होला
चाहिँ 5-10 मिनटमा म उठ्नु पर्यो भनेर भने होइन म पनि दाइको फोनले उठेँ है दाइको फोनले उठेको दाइ त आत्तेर ल उठा 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 ल उठा वे सर्वशेषका जस्तै गर्छु त यहीँ भयो नि अनएक्सपेक्टेड सुरु त अब आएको यो प्लानै अनएक्सपेक्टेड छ मैले झन् के अरे सबै म बिहान उठेर अनि टक्क उठिसकेपछि प्लान डिटेलहरू भन्छु अनि फ्यानहरू देखाउँछु कसरी सेटअप गर्न आँटेको के गर्न आँटेको सबै कुराहरू भन्छु भनेको थिएँ अब आज अहिले भ्याएन अब अन द वे बाटोमा चाहिँ म भन्छु अब कसरी गयो के गरेर हामीले कसरी जाँदैछौँ तर लास्ट चाहिँ अनप्लान छ सबै कुराहरू खासै प्लान चाहिँ होइन तर म भन्छु अहिले बाटोमा चाहिँ कस्तो हुन्छ के हुन्छ भनेर लगेर त्यति भन्दैमा अहिले पछि भेट्नेछौँ हामी कफी सेन्टरमा सो यो चाहिँ हाम्रो भ्यान हो होइन हामीले चाहिँ यो भ्यान चाहिँ जस्तै हामी आज मन्डे हो मन्डे ट्युसडे वेडनेसडे थर्सडे 4 दिनको लागि चाहिँ यो भ्यान मैले बुक गरेको थिएँ होइन म र सुजल भाइ भएर अनि हामीले चाहिँ यो 4 दिनको ट्रिप हो अनि हामी चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ हामी बसेको ठाउँबाट चाहिँ 8 घन्टा उता सेम नेपालको जस्तै भाइब हो होइन डाँडा काँडा अनि त्यसपछि नदीहरू त्यस्तो भएको ठाउँ हो होइन म चाहिँ त्यो ठाउँमा विन्टरमा चाहिँ गर्छु जाडो महिनामा गर्छु त्यति बेला चाहिँ हिउँ थियो होइन खासै त्यस्तो मजाले केही हेर्न पाइएन तर चाहिँ अब यो समरमा चाहिँ कस्तो हुन्छ मलाई थाहा छैन सो म चाहिँ मेरो चाहिँ फर्स्ट टाइम हो समरमा चाहिँ फर्स्ट टाइम हो अनि त्यहाँ जाँदैछौँ हामी 4 दिनको लागि अनि त्यसको लागि चाहिँ हामीले वी बुक दिस भ्यान नै किन त भन्दाखेरि चाहिँ सो हामीले चाहिँ यो अब म ट्रिपमा त गइरहेको हुन्छु नि त होइन नर्मली म ट्रिपमा कतिचोटि गएँ होइन यहाँ है धेरै ठाउँमा गइसकेँ म ट्रिपमा तर चाहिँ यो ट्रिप चाहिँ किन स्पेसल भन्दा किन डिफ्रेन्ट अरू भन्दाखेरि बिकज हामीले सुजल भाइ र मैले चाहिँ हल्का केही डिफ्रेन्ट गरौँ यो ट्रिपमा होइन अब अरूले गरेको किन मलाई थाहा छैन तर हामीले चाहिँ केही डिफ्रेन्ट गरौँ भनेर चाहिँ वी बुक दिस भ्यान किनभने हामी भ्यानमै सुत्ने अनि सबै कुरा भ्यानमै गर्ने भनेर के अब हामीले स्टोभहरू पनि लिएर आएको छ होइन पकाउनलाई यताउता गर्नलाई अनि त्यो पनि हामीले भ्यानमै गरिन्छ अनि त्यसपछि सुत्नको लागि पनि सबै यहाँ छ सो एभ्रिथिङ हाम्रो यो भ्यानमा छ त्यो मैले यो भ्यानकोहरूलाई टुर पनि देखाउँछु एकचोटि अनि कति पऱ्यो पैसाहरू नि भन्छु पछाडि सुजल भाइ आउँदैछ ल सो लेट्स टुर दिस भ्यान हाम्रो त इरानियन रे हो त्यसले हा आर यु फ्रम इरान भन्दैछ हो र गाइज डु वी लुक इरानियन अर समथिङ सो सुरुबाट चाहिँ यहाँ हेर्दाखेरि चाहिँ होइन यो भ्यान चाहिँ क्रिस्लर कम्पनीबाट होइन म्यानुफ्याक्चर भयो होइन अनि यो चाहिँ 2025 मोडल हो होइन अनि त्यसपछि यसमा लाइक एकदम खतरा फिचरहरू छ होइन यो चाहिँ अब साइड डोर भयो अटोमेटिक खुल्छ अनि भित्र त अब यस्तो छ होइन सो दिस इज माई ल्यापटप फर एडिटिङ अनि त्यसपछि यो बाँकी कुराहरू भइहाल्यो होइन अनि त्यसपछि अब भ्यानको अब हामी कसरी सुत्छौँ कसरी सेटअप गरेछौँ भन्दाखेरि चाहिँ सो दिस इज आवर सेटअप हामी चाहिँ अब यहीँ सुत्ने हो होइन अनि यो चाहिँ हाम्रो बेड हो अनि तन्ना मेरो ब्यागमा छ अनि यहाँ चाहिँ तन्ना यहाँ छ अनि यो भयो अनि हाइकिङ जुत्ताहरू बोटलहरू छ त्यसपछि हाम्रो ब्यागहरू के अरे फोहोर फाल्ने ब्यागहरू त्यहाँ छ पानीहरू यहाँ छ अनि पेपर प्लेटहरू अनि त्यसपछि ड्रिङ्क्सहरू अनि ह्यान्डवासहरू यताउता सबै यहाँ छ बेसिक कुराहरू ल्यापटप त्यहाँ भइहाल्यो अनि अगाडिपट्टि त्यो भइहाल्यो सो यो टोटल भ्यानलाई चाहिँ अब सर्वे गरेर कति पऱ्यो भन्दाखेरि चाहिँ
अब यो टोटलले गर्दाखेरि चाहिँ अराउन्ड $540 550 कति भयो $550 होइन त्यो भनेको चाहिँ नेपालीमा कन्भर्ट गर्दाखेरि 550 भनेको कति भयो र 55,000 समथिङ लाइक भयो 55-60,000 पऱ्यो यो टोटल भ्यानलाई 4 दिनको लागि अब हाम्रो चाहिँ अनि मेन कुरा चाहिँ कहाँ सुत्ने के गर्ने हाम्रो केही प्लानै छैन त्यो चाहिँ सब के भन्छ एकैचोटि त्यही बेला हुन्छ होइन अब कहाँ सुत्ने इन्स्ट्यान्ट हुन्छ कि अब कहाँ बस्ने के गर्ने सबै कुरा इन्स्ट्यान्ट हुन्छ सबै कुरा म भ्लगमा गर्छु सो वी आर सो मच एक्साइटेड होइन म चाहिँ लास्ट एक्साइटेड छु अब अरू ट्रिप भन्दा यो ट्रिप चाहिँ मेरो लागि एकदम स्पेसियल होइन अब यो फर्स्ट टाइम हामीले चाहिँ यो गर्दैछौँ एकदम मान्छे पनि हामी इन्स्ट्यान्ट हो नि त हामी जे कुरा नि प्लान इन्स्ट्यान्ट हुन्छ जे पनि इन्स्ट्यान्ट हुन्छ कि हाम्रो होइन केही कुरा प्लान हुँदैन कहिले पनि सो अब यो ट्रिप पनि पुरै अनप्लान 4 दिन फुल अनप्लान होइन कहाँ सुत्ने के गर्ने लिटरली वी डोन्ट ह्याभ एनी आइडिया होइन कहाँ नुहाउने कहाँ फ्रेस हुने आई डोन्ट नो सो दिस कैन बी फकिङ सो एक्साइटेड है गाइज हेरौँ कस्तो हुन्छ ल गाइज अब एकछिनमा भेट्नुपर्छ अब एकछिनमा भेट्छु म लगडा म चाहिँ यहाँ गाडी चलाइरहेको छु होइन अनि ऊ सोल्टी त्यहाँ सुतेर बसेर मस्त लाएर बेड पल्टाएर यस्तो छ होइन एउटा टाङ फटाएर ल्याङ फ्याङ गरेर सुतेर बसिरहेको चिप्स खाँदै फेरि दाइले यस्तो दुःख गरेर चाहिँ अगाडिपट्टि गाडी चलाउँदै होइन नक्क लाएर यस्तरी सोल्टीलाई बालै छैन चिल हो सोल्टी मोज के सुता भन्नु अब त अलि म 1 घन्टामा उठाउँछु त्यसलाई ल कपेल रोक्यो नि तिमी फा परेर सुतेको देख्छौ त यो ल सिक्रियो रोड यस्तो छ होइन रोड चाहिँ यहाँको लास्ट सिधा हुन्छ केटा होइन लास्टै सिधा हुन्छ चलाउनै भेजा लाग्छ निन्द्रा लाएर आउँछ क्या चलाउनै होइन आकाश यस्तो क्लियर छ यस्तो मिठो छ बाहिर हेरेर पुरै यो खाली जग्गा जमिन छ कसैलाई जग्गा किन्न मन छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्नु होला होइन यहाँ मेरो म जग्गा बेच्न राखिरहेको छु यहाँ पुरै खाली छ यता ए पुरै खाली छ कसैलाई किन्न मन छ भने चाहिँ जस्ट कन्ट्याक्ट मी मेरो इन्स्टाग्राम छ सुजोर्स SUZYOURS यु क्यान डिएम मी होइन अनि त्यसपछि वी क्यान टक अबाउट द प्राइस अनि होइन डिस्कस गरौँला के छ र यहीँ छु म अनि त्यही यार केटा अब 2 घन्टामा 2.5 घन्टा पुग्छु भनेछ पुगिन्छ होला नि होइन बाले भएर नि आज चाहिँ थकाली खाना खाने भनेर प्लान छ होइन द्याट्स आवर प्लान त्यो चाकलाई चाहिँ इग्नोर हान्नु होला पछाडिको लगडा अब यस्तै अब चाहिँ एकछिनमा भेट्नुपर्छ ल पाडी Meanwhile, केटा हो यहाँ सुजल सुतेको न यहाँ सुजल सुतिरहेको क्या मुख गरेर सुतिरहेको नि पुरै भुस पऱ्यो क्या परेर क्लास कमेडी यार त्यो सुतेको यार लिटरली के छ नदेखिरहेको भनेको मुख पनि कस्तो परेर अब एकछिन हेर्नु लागिरहेको पुरा सुत्न दिनु एकछिन अब सिधै म एकचोटि रेस्टुरेन्टमा पुगेर उठाउँछु सोल्टा 2 घन्टा पछि हामी ठ्याक्कै आइपुग्यो होइन क्यालोरी मोमो हाउस यस्तो छ यता यस्तो छ हाम्रो गाडी चाहिँ यहाँ छ सो दिस इज द भाइब अफ द क्यालोरी सिटी है अनि अब हामी बिस्तारै भित्र जान्छौँ अनि भित्र गएर खानुपर्ने छ जाम सोल्टी नेपाली रेस्टुरेन्ट रहेछ नि त होइन अथेन्टिक हो कि पुरै तिमीलाई गफानेमा बसेर खाने भनेर यहाँ हामीले अर्डर गरेको थियौँ अगाडि नै हजुर हस् क्वालिटी मारिहाल्यो लगडा अलिक भनौँ सोधौँला नि Wait. It's sorry.
धेरै पछि अङ्कारा देख्यो यार पुरै नेप्लिजमा पुरै भाइबमा धेरै पछि देखेँ मैले अङ्कारा त यार कसम भनेको पुरै म नेपाल नआउँदै 6 वर्ष भयो अब यहीँबाट नेपाली भाइ लिन्छु म पहिला मम्मा ल्याइदियो हुन्छ धन्यवाद मेरो घर कासको दाल चाहिँ छ तर खास के को कासको भन्छ कासको त भन्छ नि होइन हामीले झट्का भन्छ कासको फोन चाहिँ मैले लाने चाहिँ गाडीमा यस्तो छ होइन एम्बुलेन्स म तपाईँलाई एम्बुलेन्स चाहिँ देखाउँछु यहाँ सो यहाँ चाहिँ यो हो होइन अनि हाम्रो चाहिँ कासको यो चाहिँ पितलको हो होइन तामाको सरी तामाको कप अनि तामाको अङ्खारा अनि प्लेट त नर्मलै हो अनि त्यसपछि अब अरू चाहिँ खासै क्लासिक त मैले केही देखेन एन्टिक त होइन यस्तो छ भाइ चाहिँ यो यता ध्यान डिजाइनको जस्तो एन्टिक मलाई थाहा छ एन्टिक उसलाई त्यो पाएर तातो पानी नै ल्याइदिनु तातो एकदम उम्लेको ठिक्कको ल्याइदिनु मन तातो भन धन्यवाद लगडा हाम्रो मोमो नै आयो होइन यो चाहिँ पिरो चटनी रे यो चाहिँ रेगुलर हामीले खानुपर्छ केटा हो होइन तिम्रो चाहिँ हेरेर बस्छ हामीले खान्छ है त केटा के गर्छ त केटा म प्रकृतिलाई फोन हाल्छु हेरेँ के भन्छ प्रकृतिले प्रकृतिलाई फोन हाल्नु छ भोक लाग्यो मेरो बहिनी भाइ तिम्रो चसमा बोलिरहेको थियो कनेक्ट भएर गयो काममा छु भनेर भाग्यो उसलाई चाहिँ नदेखा उसले चाहिँ हेर्न खोजिरहेन कि केटा त्यही भएर हो त्यसमै हालेर खाइदिन्छु होइन नाइ के भयो त एउटा पिरो एउटा चाहिँ नर्मलवाला लगेर फर्स्ट बाइट हानेको होइन कस्तो हुन्छ मैले धेरै पछि खाँदैछु फेरि मिठो केटा पिरो अचार त पिरो रहेछ मिठो कसलाई मोमो मोमो चाहिँ एउटा खतरा है मोमो 7 out of 10 7 डे always there is room for improvement guys पैसा चाहिँ म भन्छु पछि होइन कति कति पऱ्यो भनेर तर अहिलेलाई चाहिँ जस इन्जोय गरौँ न खाना केटा हामीले त मोमो त यार 5 मिनट पनि आएन हाम्रो सघाउनु यस्तो भोक लाग्थ्यो भाइबाट खाइदियो कि हामीले त मोमो वाज गुड अब हामी वी आर स्टिल लुकिङ फरवर्ड होइन फर द थकाली खाना अनि कस्तो हुन्छ हेरौँ बोल्छ कस्तो लाग्यो दामी थियो म पहिला नै आएको थिएँ यहाँ हो पहिला चाहिँ अर्को एउटा आन्टी हुनुहुन्थ्यो मम्मी हजुर ए हजुर आन्टी ए अहिले चाहिँ यहाँ हुनुहुन्न कि अहिले आज हुनुहुन्न ए घरमै हुनुहुन्छ आज नानीसँग पनि सानो ए हजुर हजुर एउटा हाम्रो चाहिँ आइसक्यो यो चाहिँ रसबेरी तातो छ चिसो रहेछ म त खान्न चिसो त सोले खान्छ यो अब खान्छ होला सुझाव रसबेरी खाऊ न तिमीले अनि यहाँ चाहिँ दही छ होला यो चाहिँ आलु र बोडी होला साग अनि त्यो चाहिँ मुला खुर्सानी अनि यहाँ चाहिँ दाल छ अनि चिकन र अनि गोड छ त्यहाँ चिकन अनि यो गोड हो यो चिकन हो सो दिस इज आवर
खाना केटा आइएम टु मच एक्साइटेड होइन अब कस्तो हुन्छ थाहा होइन सो विल ट्राई डेन्जर खाएर कसम आजै मात्र बाँच्ने हो आजको दिन मात्र हामी बाँच्ने हो जसरी खायौँ हामी चाहिँ होइन हन्थ्यो जसरी खायो होइन मेरो थाल हल्लिएर सक्नु चाहिँ पुरै फुल रित्तो छ देयर इज नथिङ लेफ्ट सोल्टीले हात चार्दै खाइरहेको डेन्जर खायो सोल्टीले रगको 3टा सुरले हान्छ अरे अनि त्यसपछि यो नि खाऊ न 2टा एउटै त हो कुरा यस्तो बगल खाएर हामीले यार कसम भनेको यस्तो साह्रो त आजै बाँचिन्छ संसार भोलि ध्वस्त हुन्छ अनि आजै मात्र बाँच्ने जसरी हामीले खायौँ होइन भो पनि त्यस्तै लाग्थ्यो नि त हामी त थपेन सपेन एकछिन मात्र खायो जुन चाहिँ चिकन र गोट मगाएको थियो हामीले चाहिँ चिकन पनि राम्रो थियो गोट पनि भइहाल्यो थियो होइन चिकन पनि दामीलाई हामी दुइटाले सेयर गरिरहेको थियो चिकन र गोट अनि दुइटै दामी थियो भनौँ न वाट वाज राइटिङ कति रेटिङ दिन्छु थकाली भातलाई चाहिँ उसले चाहिँ 8 दिन्छ अरे 10 मा 8 द्याट मिन्स गुड मेरो लागि चाहिँ राम्रो थियो मलाई त खासै जग नआउँदैन सो किनभने मैले खाना पाउँदैन नि त तिमीलाई खाना मन छ भने आऊ दामी छ म थपेर नि दिदीले थपेर नि दिनुभएको थियो साग चाहिँ उसलाई साग खाना मन पऱ्यो अनि साग पनि थपिदिनु भएको थियो दिदीले सो तिमीलाई चाहिँ यदि नेपाली रेस्टुरेन्ट चाहिँ ट्राई गर्नु मन छ भने इफ यु वान ट्राई एनी लाइक अ नेप्लिज कुजिन इन अ क्यालोरी देन यु क्यान जस्ट ट्राई ओभर हियर द नेम इज क्यालोरी मोमो हाउस यु क्यान ट्राई ओभर हियर इट्स रियली गुड he give the rating 8 out of 10 so that means like it's really good so you can try out and see how you like त्यही हो कुरा मैले भ्लग गरेर छ होला केही गाह्रो त हुँदैन नि म पहिला पनि मिठो लाग्थ्यो अनि त्यही भएर म फेरिचोटि आएको थिएँ कि आएको थिएँ म बाहिरदेखि आयो सस्काचुवनदेखि हजुर जानुभएको छ ए कहीँ जानुभएको छैन तर उता त जानुभयो होला नि त बाँसतिर जानुभयो होला उता त दुईजना मात्र अब मलाई हेरिरहेछ त त्यो त म प्रिन्ट गर्छु म भिडियोमा भनिदिन्छु नि त के पऱ्यो कति पऱ्यो पैसाहरू सब भनिदिन्छु त्यही भएर हुन्छ त अब राम्रोसँग बस्नुहोस् हस् बाई म यहाँ भन्छु बिल चाहिँ कति पऱ्यो भनेर हाम्रो चाहिँ उयो तँ सोधे तिमीले डलरमा यता छ अरे त्यहीँ पाउँछ सबै डलरमा चाहिँ पाउन थाहा छैन त्यही पनि एकचोटि चेक गरेर ल जान्न थिएन के अरे यो उसो र लकडा हो हामी चाहिँ चल्दिन आँटेको होइन अब चाहिँ केटा मेरो बिग्रियो बिग्रेन खसेको यार उसै खस्दै राखेँ माइक तल समात त म यहाँले भनिदिन्छु केटाहरूलाई सो 11,200 आयो होइन त्यसमा चाहिँ हामीले 2टा स्टिम चिकन मगाएको गरेको थियो त्यसको चाहिँ $27 भनेको 2,700 3टा स्टिम मोमो 2टा छ यहाँ चाहिँ अनि जियोस् एउटाको चाहिँ ल $13 $13 होइन 1300 एउटा मोमोको 1300 छ अनि इट वाज गुड होइन राम्रो थिएन अनि त्यसपछि नेपाली थालीको चाहिँ $27 छ त्यो भने 2700 यो चाहिँ नेपाली थाली गोटको चाहिँ 2700 रुपियाँ नेपाली चिकन चाहिँ 2600 नेपाली अनि अब नेपालमा कति पर्छ थाहा छैन नेपालमा कति पर्छ थालीको त्यो त थाहा छैन टोटल गर्दाखेरि चाहिँ अब भने त स्टिम मोमोको $13 एउटाको टिप $15 दिएँ मैले अनि त्यसपछि टोटलमा 97 आएको $15 टिप्स गरेर 112 भयो सो इन टोटल 112 यार 200 कस्तो लाग्छ चल राम्रो लाग्यो दामी थियो ल दामी थियो अब जे सब हामी चाहिँ अब हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको चाहिँ हामीले चाहिँ एउटा चाहिँ त्यो चिया पकाउनलाई हामीले त्यो चिया र नुडल बनाउनलाई त्यो बिर्से भयो भाँडा अनि त्यसपछि अर्को चाहिँ अर्को के बिर्स्यौँ हामीले चेयर क्याम्पिङ चेयर पनि बिर्स्यौँ हामीले सो त्यो दुइटा चाहिँ हामी उठाउन जान आँटेको ल अब चाहिँ हामी चल्दिन्छौँ केटा ल सी यु गाइज